सम्पूर्ण हाम्रो नेपाली भाषी इसाई मण्डली परिवार विशेष अमेरिका र क्यानाडामा रहनुभएका सबैमाथि जय मसीह छ। र म तपाईँलाई यो भिडियो मार्फत हाम्रो यो बिएनसीले प्रत्येक वर्ष बिएनसी समिट गएर आइरहेको छ। हामीले विभिन्न स्टेट सिटीमा गएर आइरहेका छौँ र योपालि 12 बिएनसी समिट चाहिँ हामीले रोचेस्टर न्युयोर्कमा जुलाई 3, 4, 5 तारिक हामी गर्दैछौँ र तपाईँलाई यो जानकारी गराउन चाहन्छौँ। यो समय योपालि चाहिँ विशेष इन्डिपेन्डेन्ट विकमा परेको कारणले गर्दाखेरि तपाईँले एउटा फ्यामिली भ्याकेसनको रूपमा पनि आएर एकअर्कासँग भेटघाट सङ्गति गर्ने अवसरहरू पाउनुहुन्छ भनेर आशा गर्न चाहन्छौँ र तपाईँहरूलाई यो पनि जानकारी गराउन चाहन्छौँ। विशेष गरी हाम्रो परमेश्वरको दासहरूबाट योपालि हाम्रोमा हामी जति अमेरिकाबाट रहनुभएका प्रभुको दासहरूबाट वचनहरू छ, जस्तै डाक्टर नर्बु तामाङ, साथसाथै हाम्रो पास्टर सिलास थापा अनि पास्टर दिनेश राई अनि पास्टर सामेल सेन्चुरी हुनुहुन्छ। अनि त्यति मात्रै नभएर हाम्रोमा धेरै वर्सिपको टिममा पनि र असल वर्सिप टिमहरू हाम्रो एटलान्टा जर्जियादेखि लिएर एक्रोन ओहायो अनि साथसाथै हाम्रो पिट्सबर्ग पेन्सिल्भेनिया र रोचेस्टर न्युयोर्कबाट पनि वर्सिप टिमहरू हुनेछ। र तपाईँलाई यो जानकारी गराउन चाहन्छौँ। हाम्रो रेजिस्ट्रेसन अब यो विकभित्रमा सुरु गर्दैछौँ र तपाईँले हाम्रो बिएनसिएको वेबसाइट मार्फत तपाईँले रेजिस्ट्रेसन गर्न सक्नुहुन्छ र तपाईँ अहिले नै तपाईँले यो सबै जानकारीहरू तपाईँको साथीहरूलाई र विशेष गरी जसले यो भिडियो हेर्नु भएको छैन उहाँहरूलाई पनि सेयर गरिदिनु भयो भने र प्रार्थना गरिदिनुहोस्। यो आउँदै गरेको 12 बिएनसी समिटमा यो समयहरूमा हामीले धेरैवटा कुराहरू हाम्रोमा चुनौतीहरू हुँदै गर्दाखेरि पनि परमेश्वरको वचनबाट हामी एकअर्काबाट भेटघाटबाट पनि हामी सङ्गति गर्ने आशा गरेका छौँ र तपाईँहरू सबैजनालाई बिएनसिएलाई सधैँ माया गरेर प्रार्थना गरिरहनु भएको छ र आर्थिक सहयोगहरूद्वारा पनि तपाईँले सहयोग गरिरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। गएको सालमा जस्तो यो वर्ष पनि हामी सबैजना मिलेर एउटै प्लेटफर्ममा बसेर परमेश्वरको महिमा गर्नेछौँ। धन्यवाद। अरू जानकारीहरू फेरि आउने भिडियो अनि हाम्रो बिएनसी फेसबुक पेज छ, तपाईँले त्यहाँबाट पनि पाउन सक्नुहुनेछ। ल, सबैलाई जय मसीह।